हेलो फाइनल्ली हामी चाहिँ यसो आज कोरियन सलुनमा गएर कपाल काट्न जानु लाग्यो। चालीको सिप भयो ढोका त बन्द छ त फेरि रिमोट रिमोटै ब्रान्डेड छ। बादल लाग्या भएर क्या हो के भएर अलिक धमिलो आएको क्या। यस्तो किन्ने भनेको मैले त्यही भएर यस्तो अब एउटा यस्तो ठुलोवाला छैन नि त, सानो हो, सानोले हुँदैन क्या, ठुलो यस्तो रे ठुलो हो जाँदैन यस्तो बनाउनलाई। यता छ यस्तो छ है कोरियामा चाहिँ खेतीपाती यहाँ पनि गर्दो रहेछ क्या। ठाउँ खाली हुनु भएन कोरियामा, बस यति हो युटिलाइज्ड। बस हामी चाहिँ आज घुम्न आएको यसो बिदाको दिन। केटिएक्सको हिँड्ने बाटो नेपालको के अरे नेपालको भन्छु कोरियाको विश्वकै सबैभन्दा फास्ट ट्रेन हो क्या यो जानेवाला चाहिँ। अनि हाम्रो राई सर चाहिँ लखर कहाँ हिँड्नु भएको फेरि ल हानिसक्यो गाडीले हानिसक्यो ल हेर्नु गाडी नहिँड्दा कसरी गाडीले हान्छ भने पार्क एरिया हो। अर्कोमा गएर चाहिँ ट्रेन चाहिँ देखिन पारीको त्यो अर्को के अरे यस्तो छ अवस्था। ए यहाँ फुटबल ग्राउन्डमा यहाँ पो आउनु भएको रहेछ त नि राई सर। फुटबल ग्राउन्ड भन्नुहुन्थ्यो नि त, त्यही भएर यहाँ आउनु भएको। कहिले पाउनु भएको हो खै? अस्ति नै जुत्ता त्यो फुटबलको ट्रेन गरौँ भन्दा भन्नु यहाँ रहेछ नि। यतै हो राई सर? दुईवटा रहेछ कोर्ट पनि। फुटबल ग्राउन्ड यता हो? के भन्नुहुन्छ? के भन्नु अब यस्तो फुटबल ग्राउन्डमा मान्छे एकजना छैन, बल पनि छैन। के अनि बल पनि थियो, जुत्ता पनि थियो, अनि नस्यारिस त्यस्तै हो। तपाईँ के भन्नुहुन्छ? यस्तो रणभूमि मैदान छ के खेल्ने यस्तोमा। यहाँ वाजाङ सिल पनि कोही युज गर्नु नपाइने खालको हो कि केही छैन। त्यहाँ लेख्या होला नि त्यो युज गर्न नमिल्नेवाला हो क्या यो, सायद बन्द छ जस्तो लाग्छ मलाई त है। त्यो टोयलेटहरू यस्तो छ है कोरियामा जहाँ खेल्ने यो फिल्ड, त्यो फिल्डमा पनि फेरि यस्तो सेवा सुविधाहरू यस्तो दिएको हुन्छ। फेरि टोयलेट बाथरुम सबको नुहाउनेदेखि व्यवस्था सब खेल्ने। ल वन बिरालोको भिडियो बनाएको त कहाँ कस्तो बेजोग हो त, त्यो क्लिकै नगरेर रहेछ त्यत्तिकै बनाएको। केटिएक्स पनि गयो नि त, त्यो केटिएक्सको पनि बनाइयो तर क्लिक पो नगरेर रहेछ क्या खासमा। म पनि यसो घुमेर चाहिँ देखाएँ आफ्नो चाहिँ भिडियो भरे ल ओके ल गयो भनेर यसरी खिचेको त स्टार्ट हुन्छ बल्ल स्टार्ट पो भइरहेको क्या। यस्तै छ कोरियाको बसाइ। ओ यस्तैमा दिन्छ यार बस्नलाई, यो एग्रिकल्चरलाई चाहिँ है फेरि कुनै ठाउँमा मेनुलाई पनि हो। पार्कमा कहाँ दिन्छ हो, जङ्गलतिर हुन्छ नि फेरि यस्तो बस्नुहरू घरहरू। यो त सुहान यहाँ दुईवटा रहेछ छनदाइमा ग्राउन्ड चाहिँ। यहाँ पो रमाइलो हुँदो रहेछ यार। उता अनि यो साइडमा पनि लगाउनु पर्ने क्या, यो साइडमा यस्तो पुलको मुनि चलिहाल्छ नि त। हामी नखाने लागि अरे बियर चलोस् जे चलोस् मतलब भयो। कागलाई बेल पाक्यो हर्षमा
यो सबैजनाले जसले हाम्रो ब्लग हेर्नुहुन्छ सबजनाले एक लाइक कमेन्ट सेयर सब्सक्राइब मिल्छ भने दुई लाइक दुई कमेन्ट हाल्नु दुई कमेन्ट दुई लाइक हानिनुहुन्छ नमिले एकुन्टा हाल्नु नमिले एउटा चाहिँ हान्नै पर्ने हुन्छ कर लागिसक्यो बाध्यता लागिसक्यो तपाईँलाई अब त्यस्तै हो क्या होलिडेहरूमा बिताएको दिनहरूमा बिताउने रमाइलो गर्ने यो चाहिँ के त फेरि यो पानीको नहर बना हो क्या है यो चाहिँ वैकल्पिक पानी बढी पानी परेको रेगुलर बग्ने होइन यो आउँदा पानी बढी भयो भने पास गर्नलाई बनाएको होला म्याप साइब हेरिन्न अब जहाँ पुगिन्छ त्यहाँको ब्लग बनाइन्छ हिँडिन्छ भिडियो बनाइन्छ हालिन्छ सक्यो बाटो भुलियो अब हामी अब जता जता भयो नि हिँड्नुला अनि बिचरा ब्लग हेर्नु कता कता बितार पर्दैन आर्मीको क्याम्पको भित्रमा गएर भ्लग बनाउने भनेको त्यो घर छ नि त्यो पहिलेको क्या परापूर्वकालको घर हो क्या ओ सरी यो घन्टीमा जाने अर्काले घन्टीमा जाने नसुन्नु कोरियाको बाटो गाउँतिरको बाटो यस्तै छ ल यस्तो कम्पनीमा भएपछि अनि आनन्द हो क्या काम गर्न आज नि चल्याएर कम्पनीभित्र पानीको यस्तो छ फेरि के हो घाँस ला यहाँ त ट्रेनको छ त बिग्रेको ट्रेन हो ए जाली पो लगाइदिएको छ त ट्रेनमा त के हो लु 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 के विभागको ट्रेन के हो भुलिएर लास्टमा ट्याक्सी बुकिङ गरेर रुम जानु पर्ला जस्तो लाग्यो मलाई त अब सङजोङको सङ ल्याएछ अनि डोरो भनेको बाटो हो कि नजिक नजिकै होला धुरी मजबुर यता पेट्रोल पम्पमा सब आफैले हाल्ने हो पेट्रोल हाल्ने हो जाने हो जति गयो बिल त्यति बिल पेमेन्ट गर्ने कार्ड दिने हो सट्ट कार्ड हाल्ने बस कति हो बिल त्यति काट्यो झिक्यो हिँड्यो बस कार्डै बोकेको छैन मैले त झन् 100 101 196 700 701 वाला बस रहेछ त यताको बस हाम्रो उता जाने बस होइन यो सँगसँगै घुडिहाल्छ कि होइन अनि दुईजनाको कार्ड रिचार्ज छ दुईजनाको भयो एकजना गर्दा भएन भने अनि त्यो ड्राइभरले होइन भयो भयो जा भनिदिन्छ लु पेट्रोल पम्प फेरि मान्छे हुँदैन कि भेटेको मैले त्यहाँ जतिको आफूलाई तेल चाहियो त्यतिको हाल्ने हिँड्ने किन लाइभमा आउनु छोड्यो ल अब चाहिँ हामी जेब्रा क्रसमा पनि खुल्यो बाटो खुल्यो कि नै गाडी त जाममा रोकिहाल्छ त हौ यता त नेपालको जस्तो छैन हात दिएर जाने भन्ने यता चाहिँ बाटो खुल्ने बित्तिकै हिँडिहाल्नुपर्छ है ल अझै कति 27 सेकेन्ड भने पुरै आधी मिनट
30 सेकेन्डको दिँदो रहेछ त टाइम क्रस गर्नलाई। त्यो नियम कानुनमा चाहिँ कडा छ है फेरि बेलुकामा साउथ कोरियामा अरूभन्दा नियम कानुनमा एकदमै कडा नियम चाहिँ जसले पालना गर्नुपर्ने पालना गर्नै पर्ने, नगरेर सिधै जरिवाना। सिस्टम राम्रो सिस्टम भएको देशमा यही हो कि। उता कस्तो माछाको चित्र देखाएको छ यार, माछा मात्र पाउँछ क्या हो हो राई सर? स्याङसन भनेको कोरियनहरूले बुझ्छ भनेर माछा भनिदिएको मैले। कहिले होला यस्तो नेपालमा बाटो चिल्लो सम्झिने हो सम्झिने। कोरियाको बाटो चिल्लो छ, राम्रो छ, एकदम बवाल छ। यता पाउँदैन होला हौ, यो त छ यहाँबाट भित्रतिर है। अब यो गल्लीतिर है के छ त्योमा? बियर सियरको फोटो छ, कहाँ लस्सी सस्सी हुन्छ हौ त्योमा? हिमाङ भन्ने खै के हो नाम भयो? यताबाट जाउँ यताबाट ल। यताबाट त अब उहाँ पुगिन्छ पुल भएकोमा सिधै हो र अनि सिधै जाऊँ न त अनि ल। आज चाहिँ म पुरै 1 घन्टाको पुरैको ब्लग बनाइदिन्छु क्या। 1 घन्टा पुरै ब्लग बनाउँछु आज। केबी ब्याङ्क खै केबी भनेको त मैले त यार केबी ब्याङ्क भएपछि त यहाँ हिँड्यो। केबी ब्याङ्कतिर पुग्न पनि सक्छौँ है, फेरि हामी धेरै घुमिसकेका छौँ। यो चाहिँ न्यू रोड हो। नेपाली होटल कहाँ बाटो भेट्टिनु हो? यता भेट्टिन्न नि, गाह्रो छ। केमा स्टेसनमा हुन्छ फेरि। कपाल काट्ने छ यहाँ काट्ने हो र? केही उतै जाम्ला सम्झना। अब कहाँबाट जाने त? यता ऊ त्यहाँ हेर्नु न, ऊ त्यो ल त्यो के को त्यो ऊ त्यहाँ देखिनेवाला। कहाँ घुमेर आउनुपर्छ भन्नुहुन्छ हौ? त्यो ट्रेनको लाइनमा त पट्टीमा त पुग्नु पऱ्यो नि हामीले खासमा। यस्तो र यस्तो कुदिरहेको थिएन ट्रेनहरू हो नि, त्यो ट्रेनकै पछाडि त हो। यहाँ शीतल छ है बजार होइन, बजार लाग्ने अब लग्ने हुन्छ त्यहाँ सामान लिनेहरूले जस्तो लाग्यो। यस्तो लाग्दो रहेछ बजार फेरि ठाउँ ठाउँमा। ल कोरियामा पनि मान्छे छैन यहाँ। नेपालबाट ल विदेश गयो भन्छ, यहाँ कोरियामा कहाँ गएको छ त मान्छे? यहाँ पनि मान्छे भेटिन छोड्यो ल। त्यहाँ छ लस्सीको त। लस्सीको होइन र कुन छ? लस्सीको होइन र त्यो लस्सी नि पाउँछ क्या त्यहाँ। चुरोटे रड छैन फेरि।
भनेको छ अब नखानेलाई उनीहरू त्यो यही बजारमा पाइन्छ नि त लस्सी जङ मात्रै सबै त्यो अरे के होला त लस्सी भनेको के हो के लस्सी मयो महँगो हुँदैन गयो के अरे अनि धेरै छलमल लागेको हो फलफुलमा त गयो त्यस्तै छ कोरियाको बसाइरहन्छन् अम्बो कस्तो बिरालो यार बाटो काट्छ कि भनेर त काटेन बसुला के बोल्नु पऱ्यो ल ल राई सर के बोल्नु पऱ्यो नि त्यस्तो गरेर हुन्छ ल तपाईँ बोल्नु के ठिकै छ आज आइतबार पनि भइरहेको छ बोल्नु पऱ्यो अनि के हो मेसोमिलो हामी कति पुग्ने हो भने छिगे छालेर जानुपर्ने जस्तो लाग्यो यस्तै गर्नु म हेर्छु ओके ने सिजक ओके ब्लगको नाम चाहिँ के हो साथी खासमा मिलन मल्ल ओके ल यो सामगरी भन्ने थाकसिप छ है रेड सोधिदिउँ न त्यतिको भिडियो पनि बन्छ रेड पनि सोधिदिउँ ल गइहाल्नु रेट सोध्नु अनि यो किन्न सकिन्न हेर्नु बेकारमा समय खर्च नगरौँ यतै जाऊँ कि यतै अब ठुलो बाटो सानो यो कि यो ठुलो बाटो यो के यो ठुलो बाटो पुग्नु त पुग्यो अनि यहाँ गाडी अलि भिडभाड हुन्छ कि भनेर क्या बजार भन्नाले हाट बजार भन्नु न हाट बजार कति दिनमा एक दिन लाग्ने भनेर 5 दिनमा कि 5 दिन ल राइसर यो कहिले लाग्छ भनिदिनु पऱ्यो हाम्रो ख्वाङजु एरियाको यो सोङजोङयाक एरियामा हो एकदमै त होइन होला अलिकति मार्टमा भन्दा कुनै आइटम चाहिँ झन्डै आधामै पाइन्छ यहाँ यो ग्रोसरी आइटममा लसुन प्याजहरू भयो केरा फलफुलहरू भयो अनि माछा मासुमा त खासै फरक छैन क्या होइन सोजङ स्टेसनबाट अलिकति अगाडि छिरेर आउनुभयो भने केही हाल्नुहुन्छ हुने कसैले नेपाल रेस्टुरेन्ट कुन ठाउँमा छ कस्तो खाना पाउँछ छ भने त्यो एड्रेस लोकेसन छोडिदिनु होला नि थाहा छ नि तपाईँलाई ल नेपाली फुड एन्ड रेस्टुरेन्ट छ भने यदि ख्वाङजु एरियामा सो यहाँ कमेन्ट गरी पाऊँ साथीहरू आउने घर जस्तो पो बनाइसकेको वाराणसी जान अघि सिधै जाऊँ भनेको त हो नि तपाईँलाई बजारको छेउमा अरे कपाल काट्नेमा छैन भने होइन अस्ति मैले सोधेँ हो त त्यो हाम्रो के साथी रे रमन र नरेश साथी
उनीहरूले काट्दै थियो अस्ति खै अहिलेसम्म चाहिन्छ यो चोक भनेर चोकतिर हो चोकतिर खासै छिटो त होइन होला अहिले 4 बज्यो 4 बज्यो 4 बजेको त हिँड्नु पर्ला के अरे नि त 7 बजे त बन्द भइजान्छ चिसो हो सेम त्यही त यहाँ देखेको नि हामीले यही देखाइरहेछौँ के को यो जुस फेरि सोधौँ न त सोध्नु ल खाम तालगी मान्नु मिल्छ यो तालिएको के को खाने म त शङ्का नभने खिदारी चाहिँ हो यहाँ उ छ सुधा तपाईँ सुभाष भन्नु म्याङ्गो पनि रहेछ बरु म्याङ्गो खान्छ म्याङ्गो खान्छु है म त ल म्याङ्गो माङ्गो पुरीको हाना खोल्ला तपाईँले पनि खानु माङ्गो छ ठुगे ठु माङ्गो फाइनल्ली हाम्रो जुस खाने हो भने त ल यस्तो आयो ल एक खाने देखेर बोलेको तपाईँलाई कुन हो भिडियो बनाउनु 감사합니다. 안녕히 계세요. कस्तो छ टेस्ट त्यही देखाएको त नि के छ एकदम फिडब्याक जेनलाई आनन्द भयो अलिकति भयो कि खाएकै छैन नि चिसो खाइसक्यो म त ए हो ढिलो टेस्ट गर्नु खन्बे भन्ने राख्नु भयो होला म खानेकुरामा त अगाडि हो ल तपाईँको कोल्ला चाहिँ फेरि कस्तो छ नि फेरि दामी हो यति 2000 दामी हो ल ल ल फाइनल्ली बाटो पनि खुल्यो बाटो खुल्ने बित्तिकै हामी चाहिँ अब कपाल काट्नेतिर लाग्यौँ है सोनचोङ्गे यो खाँदै जाँदै त्योमा हामीलाई खाना खाएको होटल पनि हो यो होटलमा चाहिँ एकजना बहिनी नेपाली छ है फेरि नेपाली 2000 पऱ्यो तर के अरे नेपाली 200 पऱ्यो यताको 2000 तर आनन्द छ यो के खोज्नु भएको जाम जाम के फोनको कभर फेर्नु नै भनेको यहाँ
मलाई हो जिएमई मनी ट्रान्सफर चार्जर यसको रिम ट्रान्सफर लागि यता रहेछ तपाईँ पुगिएन कपाल काट्ने ठाउँ यता त होइन होला यार खै त अहिलेसम्म आएन त कपाल काट्ने ठाउँ त्यो यतै ल यो हो कि पल्लो हो कपाल काट्ने जाइस ल जाउँ यहाँ के छ र छिरौँ न अब सोधौँ फाइनल्ली अब हामी चाहिँ कपाल काट्ने ठाउँमा आयौँ अब कपाल काट्ने उसमा त यस्तो छ कपाल काट्नु पऱ्यो अब यस्तो कपाल हामी काटिरहेको छ अब कपाललाई काट्ने हो कपाल काटिन्छ कस्तो कपाल काट्छ कुन डिजाइनमा काट्छ देखाउँछ है फेरि फाइनल्ली कपाल पनि काटियो यस्तो कट काटियो कपाल चस्मा लगाउनु कसको